आज डोरी समालिसक्छौ सक्छन् के नसकेपछि लट्ठी हानेर ऊ के अरे त्यो टाउकोमा दुईटा तुतुल्का उठाएर सिङ बनाइदिए हुन्छ खसिसकेछ भ्यानाको होइन के हो के भयो भ्याना सिरी अड्डिन्छ यार तिमी यार चामल फुट्यो भने त फेरि राम्रो लाग्यो फुटो भने त अब जसले हुन्छ हुन्छ भन्ने चाहिँ त्यहीले हो नि त चलो बेटा मसँग न्यु बस्ने होइन म त फेरि हानिदिन्छु नि ग्यासको बडे बडे नाम हुए बडे मशहूर हुए चच्चप भनिन्छ बडे बडे नाम हुए भनेको त चैत चैत रे के चच रे के चैत 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 भन्छ गएर बडे बडे नाम हुए बडे मशहूर हुए माई गॉड माई गॉड माई गॉड राजाजी तपाईँ सही बाटो हिँड्नु न राजाजी तपाईँ जहिले विफल बाटो हिँड्नुहुन्छ तपाईँको चक्करमा म झन्डैले 2-3 चोटि लोट्न लाग्थेँ क्या जाऊ राजा अगाडि जाऊ त दाइ किन आई लभ यु भन्नु परे खाएर इन्डिटाको लभ परे खाएर आई लभ यु भना भन्नु गर्दै खुलो कहीँ खुलो म पो अड्किन्छु त यस्तो कुरामा त म अड्किया हुन्छु भरिया दाइले बिसाउने भाइ सिनेमाया गाडीको चौतारी यहाँको मान्छेहरू त साइड हट्ने त बानी बेहोरै छैन क्या बिचरा आउँदैछ सन्सिला गीत लाग्ने राम्रोसँग चलाउँदैन कहिले काहीँ ठोडिन्छ भन्ने पनि छैन के साह्रो हल्लिएको छ ओ राजाजी यो काम छैन यो सडक यो हल्ली मात्र पर्ने यहाँ हाम्रो बाटो आइसकेछ के मान्छे बिचरा पेनाल्टी हान्दै आऊ साथी हाय राजुजी हामीभन्दा अगाडि नै गइसकेछन् त नजाने क्या फेरि छोड्दै हिँड्ने बानी सकिएन नि अझै कता गयो अर्को बिचरालाई एक पिस बोकाइदिएर नि हुन्छ ठ्याक्क साइकल पनि कहाँबाट मिलाएर त नि आफै जस्तै अरू त
होइन बिचमा रोडमा खरिदिएर के अहिले पनि आउनुपर्छ नयाँ जिमेलहरू खोल्न आउँदैन मलाई त्यो कन्छ गाह्रो हो र उस्तै सजिलो त छ नि होइन त्यही त मेरो अहिले अझै यहाँ काम भोलिबाट हाम्रो भेट हुन्न ल बिहान होइन म अब आए पनि तिमीहरू जसा भेट्दै नि भेट्यौ नभेट्यो नि नभेट्यो भनिदिनु के भेटिनु नि परा छैन भन्नु म आउँछु भोलि बिहान म पनि बिहान पनि आउँछु म लगभग 11:30-12 बजी आइपुग्छु खुलेन र भनेको हाम्रो बाटो दिमाग खराब पान खुल्यो खुल्यो जाम 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 हिँड क लङ्का बुझे यो मेरो के मेरो बिच बाटोमा जहिले रोक्या हुन्छ जहिले बेजत हान्ने हुन्छ मलाई यो त खासमा हाम्रो साइट होइन तर नि दाजु के कतिया जतिखेर पनि मलाई छोड्दै हिँड्दै गर्ने कस्तो हल्लेको यति राम्रो नगर्न किन रोकिएको होला यो दाजु प्याच कुनै खान खोजिछन् के हो कतै पुलिस देखिहाल्यो नि नआउँथ्यो स्टप ल भनेर त आफू त फुइँ गइदिएको हेर त यिनीहरू त वा कस्तो दामी मन्दिर हो किन गातन केशवरले जान्छौ र म त अट्काएर स्टप ल भनेर जाम 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 भागिहाल्यो सन्चिला भने म फ्याक्क आइहाल्छु ओ
छिछोरा रहेछ यस्तोमा नि के हो गर्दा मेरो आँखाहरू चिमचिम हुन्छ क्या इन्दु त उता होइन रे हजुर चामल त खस्यो छ र कहाँ बिहान खस्न लागेछ त्यही पनि बाई बाई कहिले काहीँ त मेरो लागि नि ढोका खोलिदिनु नि ए बता अहिले बल्ल थाहा भएको म त लाइट बोले थाहा भनेर